Rubio cube basic information. आज तपाईहरुलाई यो रुबिक क्यूब सल्भ गर्दाखेरि यसका विभिन्न कोडहरु कुन पार्टलाई के भन्छ र सल्भ गर्दा कसरी सल्भ गरिन्छ भनेर बेसिक एउटा इन्फर्मेसन दिन गइरहेको छु। हेरेर साथ दिनु होला। म तपाईहरुलाई क्लियरली पार्न गइरहेको छु र यसमा हामीले बेसिकली एक साइड, दुई साइड, तीन साइड, चार साइड, पाँच साइड र 6 साइड रहेको हुन्छ। 6 साइडमा हामीले यतापट्टि साइडलाई राइट मानेको हुन्छौं, यो साइडलाई लेफ्ट मानेको हुन्छौं, यो साइडलाई अप्पर मानेको हुन्छौं, यो साइडलाई डाउन मानेको हुन्छौं र यो साइडलाई भनेको यो आफूपट्टि भएको साइडलाई भनेको हामीले फ्रन्ट मानेको हुन्छौं। यिनीहरुको फेरि छुट्टा-छुट्टै इन्डिकेसनहरु छ। यो राइट साइडलाई हामीले यसलाई आर ले संकेत गर्छौं, यसलाई एल ले संकेत गर्छौं, हामी यसलाई यू ले संकेत गर्छौं भने यसलाई हामीले डी ले संकेत गर्ने हुन्छौं। राइट साइड पट्टिको भाग जुन यो रहेको छ यसलाई हामीले सिधै अगाडि लैजान्छौं भने यसलाई आर मानेको हुन्छौं। यही आर लाई हामीले यसरी फेरि आफैपट्टि लिएर आउँछौं भने यसलाई आर ड्याश भनेको हुन्छौं है। यो लेफ्ट साइड पट्टिको भाग यसलाई हामीले सिधै अगाडि लैन्छ भने यसलाई एल ड्याश भनिन्छ। त त्यही भागलाई हामीले फेरि घुमाएर यता ल्याइन्छ भने यसलाई एल भनिन्छ है। त्यस्तै यो अप्पर भागलाई हामीले राइटपट्टि यता राइटपट्टि घुमाइन्छ भनेर यसरी एन्टी क्लक घुमाइन्छ भने यसलाई यू भनिन्छ। क्लक वाइजमै घुमाउँछौं भने यसलाई यू ड्याश भनिन्छ यू ड्याश है। त्यस्तै यो डाउन लेयर यसलाई हामीले यता क्लक वाइजमा घुमाउँछौं भने हामीले यसलाई डी ड्याश भन्छौं, यसरी डी ड्याश भन्छौं र यसलाई एन्टी क्लक वाइजमा घुमाउँछौं हामीले भन्यो भने यसलाई हामीले डी भन्छौं है। यो चाहिँ बेसिक हामीले एल्गोरिदम युज गर्नुपर्ने हुन्छ यो सल्भ गर्दाखेरि। बेसिकली फर्स्ट लेयर र सेकेन्ड लेयरमा युज नगरे तापनि हामीले फाइनल टप लेयरमा गएर युज गर्दाखेरि एल्गोरिदम हामीले युज गर्नै पर्ने हुन्छ। त्यही एल्गोरिदम युज गर्दाखेरि यो बेसिकली यति जान्नै पर्ने हुन्छ कुन भागलाई के भन्छ भन्ने यति चाहिँ हजुरले जान्नै पर्ने हुन्छ है। यदि भयो भने तपाईहरुले फर्मुला वाइज क्यूब सल्भ गर्नुहुन्छ भन्ने म 100% ढुक्क छु। ओके गाइज।